मेरो थेसिसको फुटनोट्समा पनि परेको छ यो कुराहरू। मेरो क्षेत्र त एउटा राजनीतिको पाटो मात्र हो, तर उहाँको क्षेत्र यति विशाल छ त मैले उहाँलाई आलिशान महलमा सुख सुविधा सम्पन्न बनाएर मैले साहित्य लेख्न लगाएँ भने सीता खाएपछि गीता गाउनुपर्छ। मेरो आलोचना गर्न सक्नुहुन्न उहाँले। राज्यको दायित्व भनेको के हो भने त्यसलाई सङ्कट परेको बेलामा सहयोग गर्नु। झुकी झोपडीको आवाज त्यस बेला निस्कन्छ जब त्यसले दुःख पाउँछ। अनि यही प्रसङ्गमा म अलिकति जाउँ। 2016 सालमा देवकोटाको अन्त्य अवस्थामा क्यान्सरग्रस्त देवकोटा पोटासियम साइनाइडको माग थियो उहाँको। किनभने त्यो अहिले पो पेन किलरका विविध उपायहरू आए त्यस बेलामा त थिए। जब त्यो क्यान्सरले अत्यन्तै ब्रह्माण्ड दहन, उहाँको शब्द छ ब्रह्माण्ड दहन, त्यत्रो पीडालाई खेपेर बस्नुभएको देवकोटा, त्यो देवकोटाको त्यो पोटासियम साइनाइडको माग गर्ने देवकोटा प्राण जाँदै अन्तिम अवस्थामा लेख्नु भएको। अघि म शून्यमा शून्य सरी बिला, अघि त होइन अघि त अर्को आयो, म शून्यमा शून्य सरी बिलाएँ भन्दा पछि एउटा इङ्ग्लिसमा उहाँले कविता लेख्नु भएको छ। अनि आइसकेपछि ब्रह्मनालमा उहाँलाई राखिएको छ प्राण जाँदै। अनि बिपी जानुभयो प्रधानमन्त्री। कविजी तपाईँलाई के पीडा छ? राज्यको दायित्वको बारेमा बोल्दैछु। के पीडा छ तपाईँलाई भन्दा म मरेपछि मेरा छोराछोरीहरूले अब पढ्न नपाउने भए, यही पीडाले मेरो प्राण गएको छ। अनि बिपीले भनिदिनुभयो जिन्दगीभर तपाईँको छोराछोरीहरूले जति उच्च शिक्षा पढ्न चाहन्छन् राज्यले पढाउनेछ, यो हो राज्यको दायित्व। त्यसपछि गणेशमानजी जानुभयो, उहाँ पनि मन्त्री हुनुहुन्थ्यो। गणेशमानजी गइसकेपछि के हो कविजी तपाईँलाई भन्दा गणेशमानजीले होइन मेरो 30,000 रुपियाँ ऋण छ, त्यो ऋण नतिरिकन म मर्ने भएँ, त्यो पीडाले मेरो सास गएको छ। ल त्यो ऋण चाहिँ नि सरकारले तिरिदिन्छ, तपाईँ मुक्त भएर बस्नुहोस्। अझै प्राण जाँदै। अनि कृष्णप्रसाद भट्टराई जानुभयो, यो सभामुख हुनुहुन्थ्यो त्यस बेलामा। भट्टराई गइसकिसकेपछि अनि भट्टराईजीले त्यो ब्रह्मनालमा तेर्स्याइएको देवकोटाले मलाई तपाईँले माफ गर्नुहोस् भट्टराईजी, तपाईँले माफ नगर्दासम्म, क्षमा नदिँदासम्म मेरो प्राण जाँदैन। के को क्षमा भन्दा तपाईँलाई मैले ठुलो अपराध गरेको छु। देवकोटाले कृष्णप्रसाद भट्टराईलाई भनेको, किनभने देवकोटाको र भट्टराईको सम्बन्ध भनेको धेरै पुरानो सम्बन्ध। 2004 सालमा बनारसबाट निक्लिएको युगवाणी पत्रिकाका सम्पूर्ण सम्पादक मण्डलीमा देवकोटा, बालचन्द्र शर्मा अनि कृष्णप्रसाद भट्टराई अनि योग प्रसादजीहरू हुनुहुन्थ्यो। योग प्रसादजी भन्छु, गोपाल प्रसादजी हुनुहुन्थ्यो। बटुक प्रसादजी, सरी बटुक प्रसादजी। अब यो युग